छु बाहिर यस्तो छु अनि मैले चाहिँ भाइलाई फोन गरेर लिन बोलाएको भाइ घरबाट हिँडि सक्यो होला 5:15 मा हिँड्नु भने जाँदैछु म हिँड्दै जाने हो परसम्म बाटोमा बनाउँछु भन्दा कति हामीहरू चाहिँ अर्को नयाँ बाटो जाँदैछौँ बाटो उताको बाटो अप्ठ्यारो भएर यता कस्तो छ भनेर ट्राई गरौँ भनेर हो यता पनि यस्तै छ माथि सेती पोखरी निस्किने भनेर सोधेको के अब प्लेस चाहिँ कहाँ पुगिन्छ हामी छैन यस्तै रहेछ यो बाटो पनि अन्त ठिकै छ त्यस्तो नराम्रो त छैन यताबाट भ्यू देखिन्छ माडी सनसेट भइसकेछ अन्त राम्रो रहेछ गाइस आइसकेछ वाउ माथि जाने हो माथि हामीहरू चाहिँ पिचबाट निस्किसकेका छौँ नयाँ बाटोहरू आज चाहिँ त्यसो रमाइलो रहेछ सही बाटोमा हेर कि घरमा देखिने टाउको आएको वाउ दामी यता माडी भ्यू पनि हेर्न सक्नुहुन्छ तर राम्रो हामी तल लाग्छौँ है पिच चाहिँ यतिसम्म मात्रै हो है अब हामी यहाँदेखि पुरै अफ रोड छ ल यहाँसम्म मात्रै छ पिच त्यसपछि हामीहरू जलपाइगुडी हुँदै जाने हो पर्न लाग्ला जस्तो छ छिटा परेर पानी नपऱ्यो भने चाहिँ अझै हामीलाई 10-15 मिनट जति त लाग्छ पुरै सल्लाघारीमा आएको छौँ हामी चाहिँ यहाँ बाटो पनि ठिकै छ बाटो पानी चाहिँ परिसक्यो के पानी परिसक्यो त रेनकोट त रहेछ मसँग छाता पनि छ तपाईँ छाता ओढ्ने भन्नु यसले चाहिँ ज्याकेट लगाएको रेनकोट ओढेर जानु पर्ला जस्तो छ बाटोमा पानी पर्यो ल गाइस पानी परिसक्यो अनि मैले रेनकोट पनि ओढिसकेँ ठुलो तार छैन तर सेफ्टी फर्स्ट भनेर मोबाइल राखिसकेँ थियो पानीमा भिज्छ भनेर अनि फेरि निकालेँ मैले अब चाहिँ हामी पुग्न लागिसकेका छौँ नभए हामी बस्ने भने चाहिँ फेरि
चाहिँ हामीहरू 5 मिनटमा घर पुग्छ। गाडी चाहिँ यही बाटो हिँड्छ र सिधै जान्छ, तर हामी चाहिँ यहाँदेखि राइट लाग्छौँ। बाटो यस्तो छ पानीले। अब चाहिँ अप्ठ्यारो है थोरै। यो बाटो चाहिँ म सधैँ यो बाटोमा मेरो स्कुटर फस्छ। मैले बाबालाई 3 चोटि बोलाइसकेँ पानी पर्दाखेरि चिप्लेर। अहिले पनि यस्तै छ। अनि यहाँ माथिदेखि चाहिँ हाम्रो घर पनि देखिन्छ अब पारी। अनि हाम्रो घर छ है गाइस। अब मेरो ब्लग चाहिँ छोटो भयो भनिराख भाइले। 3 मिनटको ब्लग पनि हुन्छ भन्दै पुरानो मेरो फर्स्ट ब्लग चाहिँ अहिलेको पनि मैले छोटो छोटो क्लिपहरू गराउँदैछु। भर्खर भर्खर सिक्दैछु गाइस। अनि यहाँ चाहिँ पानी जमेको छ। अनि यस्तो छ बाटो हेर्न सक्नुहुन्छ। अब हामी पुग्न लागिसक्यौँ। 2 मिनट, धेरैमा 2 मिनट छ है। स्टे ट्युन गाइस, म मेरो घरसम्म पुरा लैजान्छु। त्यो चाहिँ पिपलको बोट हो गाइस। अब हामी फाइनली घर पुग्न लागिसक्यौँ। 2 मिनट पनि लागेन। 2 मिनट त हिँड्दै 2 मिनट होला। अनि यहाँ चाहिँ हाम्रो खेतहरू पनि छ। यहाँ खाल्डो छ है ठुलै। ल फाइनली हामी घर आयौँ। यता खेतहरू छ। ल यहीँ होला गाइस मेरो घर आइसक्यो। मेरो स्कुटर यही रहेछ, ढाकेर राखिदिएको रहेछन्। ल बाई बाई भन अब। थ्याङ्क यू फर वाचिङ। मेरो घर हेर्न सक्नुहुन्छ। मम्मी बसिरहनु भयो। ल बाई बाई।